fraudulently done. That's why ACS cancelled their PY certificate. 407 भनेको अहिलेको आई थिङ्क मोस्ट मिसयुज्ड मेबी एब्युज्ड अकुपेसन हो. Sir, how are you doing today? थ्याङ्क यू फर द अपर्च्युनिटी. So bullshit को कुरै गर्दाखेरि स्टार्ट गरौँ हाम्रो RPL बाट. You think what is RPL? RPL भनेको रेकग्निसन अफ प्रायर लर्निङ. तपाईँले नपढिकन तपाईँले पहिला पढेको अथवा तपाईँसँग एक्सपिरियन्स भएको आधारमा तपाईँले पढ्नु पर्दैन भनेर प्रुभ गर्ने हो. तपाईँ आफै विचार गर्नुहोस्. जसरी यहाँ बाटोमा जसरी तपाईँ पाइन्छ किन्नलाई तपाईँको सर्टेन एक्सपिरियन्स भएर तपाईँले कोही पर्चेस गर्नुहुन्छ, कसैले देखाइदिन्छ, यो गलत हो. तपाईँले अस्ट्रेलियन सरकारले यसरी डिजाइन गरेको छ, तपाईँले फेरि दोहोऱ्याएर एउटै चिज पढ्नु नपरोस् भनेर पो दिएको हो. यसलाई दुरुपयोग गर्नु भएन नि. ओके. सो मैले बुझेको RPL चाहिँ कस्तो हो भन्दाखेरि तपाईँसँग एक्सपिरियन्स छ. ल फर इक्जाम्पल तपाईँले किचनमा काम गरिराख्नु भएको छ, 5 वर्षदेखि काम गरिराख्नु भएको छ, तपाईँलाई खाना बनाउन आउँछ, काट्न आउँछ, त्यहाँको सेफ्टी हेजार्डहरू के छ त्यो आउँछ, त्यो पहिल्यै तपाईँले सिकिसक्नुभयो, अन द जब ट्रेनिङमै सिकिसक्नुभयो भने त्यसलाई पढिराख्नुपर्ने जरुरी छैन भन्ने कुरा चाहिँ RPLले डिनोट गर्न खोजेको होइन. त्यसको पनि अब कलेजले हेर्दाखेरि तपाईँको वर्क एक्सपिरियन्स, फोटोज यताउता हेरेर बल्ल कलेजले दिने हो. यहाँ चाहिँ के चलिरहेछ भने विथ 100 पोइन्ट्स अफ ID RPL सर्टिफिकेट पाइरहेछ. सो विच इज कम्प्लिटली रङ, राइट? सो कस्तो मान्छेलाई चाहिँ RPL चाहिन्छ? RPL खास डिजाइन कस्तो हो भने तपाईँ यसरी बुझ्नुहोस् न. तपाईँ ब्याचलर अफ IT पढ्नु भएको छ अथवा ब्याचलर अफ IT साइबर सेक्युरिटी कतै पढ्न जानुहुन्छ अर्को कलेजमा, तपाईँको दुईटै कोर्समा तपाईँको सिमिलर सब्जेक्ट्सहरू रिपिट भयो भने तपाईँले त्यही कुरा नदोहोऱ्याउनुहोस् भनेको हो. भनेको तपाईँले RPL स्पेसली भोकेसनल कोर्सेसहरूमा गर्ने भने तपाईँसँग त्यो तपाईँले सबै त्यहाँ भएको युनिटको कम्पिटेन्सिजहरू मिट गर्नुहुन्छ. अझै तपाईँको त खास प्रपरली आएर वर्क प्लेसमा एसेस गरेर तपाईँको क्वालिफाइड एसेसरले ल हेल्थ एन्ड सेफ्टी डन, कटिङ डन, स्लाइसिङ डन, प्रिपेरिङ डन भनेर गरेर एक कम्पिटेन्सिजहरू तपाईँ ठिक गर्ने हो. बाँकी भएको कम्पिटेन्सिजहरूको तपाईँको ग्याप ट्रेनिङ गरेर बल्ल RPL पाउने हो नि त. जो मान्छे लामो एक्सपिरियन्स छ तर बिकज अफ वाट एभर रिजन, पर्सनल रिजन, सर्कमस्टान्सेस, लोकेसन, मनी, उहाँले चाहिँ त्यो लामो एक्सपिरियन्सलाई फर्मल क्वालिफिकेसनमा कन्भर्ट गर्न पाउनु भएको छैन भने उहाँहरूको लागि डिजाइन गरेको चिज हो नि त RPL. ओके. सो मैले एज अ ट्रेनर पहिला काम गर्दाखेरि मैले बुझेको भनेको चाहिँ हाम्रो एस्क्वाले या training.gov मा स्पेसिफिक क्राइटेरिया छ. फर इक्जाम्पल इच एन्ड एभ्री युनिटको स्पेसिफिक क्राइटेरिया हुन्छ. त्यसमा चाहिँ के पर्छ भने पर्फर्मेन्स एभिडेन्स र नलेज एभिडेन्स. सो बेसिकली तपाईँले त्यो पर्फर्मेन्स एभिडेन्समा भएको कुराहरू एभ्रिथिङ गर्नु भएको छ भने यु आर कम्पिटेन्ट अन द्याट. एन्ड इफ यु हेभ सिमिलर काइन्ड अफ नलेज बेस लाइक त्यो थ्योरिटिकल नलेज हुन्छ त्यो पनि पुरा गर्नुभयो भने तपाईँ त्यो सब्जेक्टमा चाहिँ कम्पिटेन्ट हुनुभयो. सो लिस्ट अफ युनिट्स हुन्छ एउटा क्वालिफिकेसनको लागि. फर इक्जाम्पल किचन म्यानेजमेन्टकोमा 26 वटा युनिट्स, अलमोस्ट 26 वटा युनिट्स छ. त्यसको हरेक युनिट तपाईँले टिक बक्स, हरेक युनिटमा पनि हरेक युनिटको पर्फर्मेन्स एभिडेन्स र नलेज एभिडेन्स चाहिँ तपाईँले टिक बक्स गर्दै जानुभयो भने त्यो बेलामा बल्ल चाहिँ RPL निस्किन्छ. न RPL गर्दै हुनुहुन्छ, धेरैजनाले गरिराख्नु भएको हुन्छ, किन चाहिँ हामीले RPL गर्ने? यस्तो हुन्छ. तपाईँ हामी माइग्रेसन एजेन्टको यो डिस्कसन र डाइसेक्सन भनौँ न यसलाई होइन. माइग्रेसन लले चाहिँ क्वालिफिकेसनलाई सुन्ने हो हजुर होइन. तपाईँको RPL गर्ने नगर्ने भन्ने कुरा 482 को सर्टेन सेगमेन्टमा मात्रै हुन्छ. तर अस्ट्रेलियन सरकारले तपाईँलाई क्वालिफिकेसन इस्यु भइसकेपछि दे डोन्ट रियली केयर वेदर इट्स अब्टेन थ्रु RPL एन्ड डुइङ द फर्मल फेस टु फेस क्वालिफिकेसन. तपाईँले आफै विचार गर्नु न. तपाईँ कलेजमा गएर तपाईँले एकजना मान्छेले पढ्नुहुन्छ कमर्सियल कुकरी, एकजना मान्छेले त्यो कलेज नगइकन सर्टिफिकेट लिनुहुन्छ भनेको उहाँलाई जति कलेज नगइकन अथवा सर्टिफिकेट अब वाट एभर मिन्स उहाँले अब्टेन गर्दा जति रिक्स छ त्यति नै रिक्स हो RPL को पनि. त्यही भएर अस्ट्रेलियन सरकारले त तपाईँलाई भ्यालिडली तपाईँको युएसआईमा गएर रेकर्ड दिने हो नि त. उनीहरूले तपाईँले RPL लिएको तिमीलाई अलिक कम सजाय, तिमीले गएर कलेज पढेनछौ अथवा पढेछौ भनेर फरक भन्ने हुँदैन. हाम्रो प्रब्लम यहाँ के छ भने हाम्रो क्लाइन्टहरूमा चाहिँ RPL इज टेकन फर ग्रान्टेड. इट इज नट लाइक द्याट. RPL पनि बराबर यसको क्रेडिबिलिटी तपाईँ गएर 2 वर्ष लागेर कलेज पढ्ने बराबर क्रेडिबिलिटी हो. जस्ट द वे इट इज अब्टेन्ड. जस्तो तपाईँ चाहिँ वर्क एक्सपिरियन्सबाट अब्टेन गर्नुभयो, एकजनाले पढेर गर्नुभयो, कुरा एउटै हो, पुग्ने एकै ठाउँ हो. त्यसैले तपाईँले जति रिक्स कलेज नगइकन सर्टिफिकेट लिन देख्नुहुन्छ त्यति बराबर रिक्स छ. त्यसैले यो सबैभन्दा मेन प्रब्लम भनेको कति मान्छेहरू चाहिँ लकी हुनु होला. पहिला टेक्नोलोजीको पनि अलिकति कम थियो, यो डाटा म्याचिङ कम थियो, भाग्यले फुस्किहाल्नु भयो होला.
तर मेरो विचारमा अब लाग्दैन अब धेरै मान्छे फुस्किनुहुन्छ धेरै कलेजहरू बन्द भएको सिचुएसन आएको छ 30,000 क्वालिफिकेसन क्यान्सल भएको छ त्यो पनि त्यही आरपिएलकै कारणले गर्दाखेरि भएको हो नि त किनभने प्रपर आरपिएल किट हुनु पर्यो कलेजसँग त्यो छैन त्यो नभएको नहुँदा हुँदै उनीहरूले आरपिएल सर्टिफिकेट इस्यु गरेको भएर नै यो सिचुएसन आएको हो नि त क्वालिफिकेसन क्यान्सल हुने त राइट अस्ति अझै तपाईँहरूलाई आरपिएलको माध्यमबाट तपाईँले प्रपरली एसेसमेन्ट नगरिकन गऱ्यो भने मैले कहाँ सुनेको थिएँ क्विन्सल्यान्डको लेजिस्लेसनले के भन्छ भने वी आर कमिटिङ 2 अफेन्स क्रिमिनल अफेन्स one obtaining the qualification with deception one that's offense another is obtaining a job based on a fraudulent qualification. It is a criminal offense, like a liable for 6 to 7 years of imprisonment. भनेको हाम्रो परेको छैन सबै मान्छेले त खुसीको कुरा देखाउँछ नि त हैन समस्यामा परेर कसैको पीआर क्यान्सल भएको रिफ्युज भएको त कसैले कुरा गर्दैन तपाईहरुले सबैको त बेस्ट तपाईको बेस्ट लाइफ देखिन्छ नि त रिलमा अस्ति एउटा न्यूज आएको थियो के अरे हुन्छ 491 visa was cancelled because तपाईको यो ACS को जुन internship program हुन्छ नि that was fraudulently done. That's why ACS cancelled their PY certificate and then 491 was eventually cancelled. From migration perspective, every visa application has a public interest criteria 4020. They consider whether fraudulent or misleading information was provided in material to the department. From 2014, every information you give to Skill Assessment Authority, ART, and department are constitute of misleading information. यति सम्म कि तपाई एयरपोर्टमा आउँदा तपाईले भरेको फर्ममा तपाईले रङ इन्फर्मेसन दिनुभयो भने सेक्सन 99 हो क्यारे त्यसको आधारमा तपाईको सेक्सन 109 अनुसार भिजा क्यान्सलेसन हुन सक्छ सेक्सन 99 र सेक्सन 100 99 चाहिँ फर्म फिलिङ पर्छ यो 100 यो फर्म फिलिङ मध्ये क्यान्सलेसन पावर चाहिँ 109 हो तपाईको यो आरपीएल को फ्रडुलेन्ट भयो भने तपाई पब्लिक इन्ट्रेस्ट क्राइटेरिया 4020 मा तान्दिनु भयो भने यो रिफ्युजल ban for grant for 3 years हो नि त हैन त्यही भएर तपाईलाई हेर्दा सामान्य लाग्ने तर यसको कन्सिक्वेन्सेसहरु एकदम ठुलो हुन्छ सो these are the pitfalls and traps of the RPL certificate or any qualification that you obtain through non legitimate grounds. पहिला कुरा बुझ्नु पर्यो आरपीएल कन्सल्टेन्सीले बनाउने हैन कलेजले आरपीएल बनाउने भनेको आरपीएल भनेको सर्टिफिकेट हो फर्मल क्वालिफिकेसन हो त्यसको अथोरिटी कुनै कन्सल्टेन्सीलाई छैन गर्ने कलेजले हो कलेज पनि लेजिटिमेट रजिस्टर्ड स्कोप भएको तपाईले गएर कन्सल्टेन्सीमा गएर 1000 रुपैयाँ बुझाएर कसैले आरपीएल दिन्छ भने तपाईले आस्क क्वेशन अनि कन्सल्टेन्सी नम्बर 1 त कन्सल्टेन्सी भन्दिने के हो कन्सल्टेन्सी सपोज टु बी कन्सल्टिङ तर तपाईको कन्सल्टिङ एजेन्सीले फेसिलिटेट गर्ने हो क्या त्यही भएर फल्ना कन्सल्टेन्सीमा गएको 1000 रुपैयाँमा फल्ना चिज लिएर आएको अहिले कुरा बिग्रियो भनेर गर्नु भनेको तपाईँ जतिको एजुकेटेड अस्ट्रेलियामा बसेको मान्छेले त आफ्नो ड्यु डिलिजेन्स गर्नु परेन त्यही भएर पहिला कुरा आरपीएल कलेजले दिने हो कन्सल्टेन्सीले दिने होइन त्यो कुरामा क्लियर हुन पर्यो तपाईसँग आएको कलेजको नाम गुगलमा हान्नुस् training.gov.au मा हान्नुस् आस्कमा हान्नुस् छ कि छैन हेर्नुस् एक्टिभ छ कि छैन हेर्नुस् हैन भने कन्सल्टेन्सीले फेरि धाएर 2 महिना लाएर नछोड्नुस् त्यसैको इमेल एड्रेस हुन्छ कन्ट्याक्ट एड्रेस हुन्छ त्यहाँ गएर इमेल पठाउनुस् मैले यस्तो यस्तो आएको छु इज दिस जेन्युइन आइ एम कन्सर्न भनेर भन्नुस् आई थिंक द्याट्स समथिङ वी हेभ टु डु सो यति भन्दै आरपीएल बाट अलिकति डाइभर्ट हौँ अहिले ट्रेड कोर्सको एकदमै चलेको छ के कार्पेन्ट्री भन्न यो के भन्छ पेन्टिङ भन्न पेन्टिङ एन्ड डेकोरेसन यताउता चलिरहेछ त्यो चाहिँ अब हाउ डु यु थिङ्क यो पिआरको पाथवेको उसमा चाहिँ हाउ डु यु थिङ्क इट्स गन गो यस्तो चाहिँ पहिला कुरा त कसैले अस्ट्रेलियामा पिआर गाह्रो छ सिम्पल इज द्याट 1 मिलियन जना मान्छेले एक्सप्रेसन अफ इन्ट्रेस्ट हालेको छ संसारभरिबाट कति डेभलप भए पनि 5 लाख मान्छे अस्ट्रेलियामा आउन एकदम तम तयार छ भनेको 6 लाख जना विश्वभरिबाट अस्ट्रेलिया आउन चाहेको छ एप्लाई गर्ने 3टा भिजा हो 491 190 189 भनेको पोइन्ट बेस सिस्टम ईओआईमा गरेको भनेपछि कति डिमान्ड छ त एट द एन्ड अफ द डे इट्स डिमान्ड एन्ड सप्लाई अस्ट्रेलियाको हरेक वर्ष दिने लिमिटेड कोटा छ 190 टोटल हो त्यसमा पार्टनर पर्छ स्किल माइग्रेसनको सर्टेन सेगमेन्ट छ 70 to 75 कहिले बढाउँछ कहिले घटाउँछ भनेपछि तपाईले पहिला कुरा के बुझ्नु पर्यो भने कसैले तपाईलाई ललिपप जसरी पिआर त भइहाल्छ नि
होइन यो ट्रेड कोर्स पढ्नुहोस् यो गर्नुहोस् भनेर हुन्छ भने पनि त्यो कुरा गलत हुनसक्छ, सही पनि हुनसक्छ। पहिला नोटिसमा नआउँदा यो सप्लाई कम हुँदा पाउनु भएको हुनसक्छ। त्यही भएर ट्रेड कोर्स पहिला कुरा हामीले एउटा भ्रम के चिर्नुपर्ने छ भने इफ समबडी इज सेइङ इट इज टु इजी टु चिप टु क्विक पोसिबल देयर इज समथिङ रङ है। अब आयो कुरा ट्रेड कोर्समा। ट्रेड कोर्समा पनि ट्रेड कोर्स भनेको तपाईँको ट्रेड कोर्सभित्र कति लाइसेन्स अकुपेसन हुन्छ, इलेक्ट्रिसियन, एयर कन्डिसन मेकानिक, प्लम्बिङ कति लाइसेन्स हुन्छ, कति लाइसेन्स हुँदैन, कति मोटर मेकानिक जस्तो न्यू साउथ वेल्समा लाइसेन्सिङ रिक्वायरमेन्ट छ, सबैको फरक कुरा छ। ट्रेड कोर्स पढेर तपाईँले केही चिज पढेर पिआर हुने होइन, पहिला कुरा त्यो भ्रम त्याग्नु पऱ्यो। पिआर पाउने अकुपेसनले हो। अभियसली तपाईँले नर्सिङ पढ्नुहुन्छ, तपाईँ रजिस्टर्ड नर्स बन्नु पऱ्यो नि। एकाउन्टिङ पढ्नुहुन्छ, एकाउन्टेन्ट बन्नु पऱ्यो क्या। तपाईँले 7 वर्ष लागेर नर्सिङ पढेर तपाईँ रजिस्टर्ड नर्सको रजिस्ट्रेसनै भएन भने, स्किल एसेसमेन्टै भएन भने पिआरको बाटो छैन। त्यही भएर तपाईँले पढ्ने भन्दा पहिला पढेपछि स्किल एसेसमेन्ट हुन्छ कि हुँदैन, क्राइटेरिया के हो, यसबाट स्किल एसेसमेन्ट गर्न कति वर्ष एक्सपिरियन्स चाहिन्छ, यो जब रेडी प्रोग्राम भन्ने छ अरे 15 महिना लाग्छ अरे, भिजा कति बाँकी छ, त्यो कुरा हेर्नु पऱ्यो। त्यही भएर यसलाई अलि होलिस्टिक एसेसमेन्ट जरुरी छ। अलि एक्सटेन्सिभ एसेसमेन्ट छ। मैले चाहिँ बुझेको पिआर पाथवे, यहाँ चाहिँ कन्फ्युजन के छ भने पिआर पाथवे चलिरहेको छ क्या। पिआर पाथवे भनेको एभ्रिथिङ हेज पिआर पाथवे क्या। इभन कमर्सियल क्लिनर इफ यु गो टु पिलभिरा एन्ड वर्क देयर फर एटलिस्ट अ इयर, डामाबाट छ क्या। अब डामाको कुरा हामी पछि गरौँ न, तर डामाबाट कमर्सियल क्लिनरबाट पनि छ क्या। देयर आर लट्स अफ अकुपेसन, पिआर पाथवे जताबाट पनि मिल्छ क्या। तर त्यो भन्दैमा हामीले पढाएर मात्र अहिलेको अवस्थामा चाहिँ पिआर आउँछ भन्ने छैन। एब्सोल्युटली राइट। तपाईँ पेन्टर नपढिकन पनि पेन्टर हुन सक्नुहुन्छ नि। तपाईँसँग 10 वर्ष पेन्टिङ गर्नुभएको छ, तपाईँलाई कलेजले गएर प्रपर एसेसमेन्ट गर्यो, तपाईँले सबैको के अरे कम्पिटेन्सिजहरू मिट गर्नुभयो, तपाईँलाई क्वालिफिकेसन दियो, एक्सपिरियन्स भयो, स्किल एसेसमेन्ट दियो, तपाईँ नपढिकन पनि त पेन्टर हुन सक्नुहुन्छ नि त। तर हाम्रो जुन मार्केटमा छ यो पढ पिआर हुन्छ भन्ने छ नि, यो कुरा नै पहिल्यै अघि तपाईँको यो टपिक कट द बुलसिट आउट हो के अरे, यो बुझ्नु जरुरी छ कि पढेर पिआर हुँदैन। पढेर तपाईँले त्यो स्किल एसेसमेन्ट अकुपेसन चुज गरेर त्यसमा स्किल एसेसमेन्ट छ भने जिएसएममा जान पाइयो, होइन भने तपाईँको इम्प्लोइ स्पोन्सरमा पाथवेमा जान पाइयो। त्यसको स्किल एसेसमेन्टको अलिक डिटेल रिक्वायरमेन्ट पछि गरौँला। तर पढ्नुपर्छ भन्ने छैन, पढ्दैमा फ्याट्ट म्याजिकली पिआर हुँदैन। सो मेरो पनि भनाइ त्यही हो कि अब हाम कन्सल्टेसनमा आउनुहुन्छ, मैले दाइ यो पढि भए अब म के पढौँ, पढाइ इज नट इम्पोर्टेन्ट क्या। अस्ट्रेलियामा पढाइ इज नट इम्पोर्टेन्ट। हामीलाई कसैले आजसम्म तिमीले के पढेको छ भनेर सोधेको छैन होला, एक्सेप्ट रेजिस्ट्रेसनको रिक्वायरमेन्ट बाहेक, राइट। बट पढाइ भन्दा नि काम इम्पोर्टेन्ट भयो अहिलेको सिचुएसनमा। देयर आर फ्यु अकुपेसन्स विच यु निड टु हेभ द स्किल एसेसमेन्ट फर पढाइ नै चाहिन्छ। जस्तो एनमेकको लागि त पढाइ नै चाहिने भयो, इसिटीको लागि पढाइ नै चाहिने भयो। तर त्यो बाहेकको अरू अकुपेसन देयर आर हन्ड्रेड्स अफ अकुपेसन नि त, त्यसमा चाहिँ पढाइ नचाहिने पनि सक्छ होइन। इभन इफ आइटीकै जाने हो भने आइटीको 6 इयर्सको वर्क एक्सपिरियन्स छ भने फर स्किल एसेसमेन्ट यु डोन्ट इभन निड पढाइ नि त, करेक्ट राइट। सो त्यही हिसाबले जाँदाखेरि वर्क एक्सपिरियन्स इज दि मोस्ट रिक्वायर्ड नाउ। पहिला होला 2020सम्म, 2021सम्म पनि, 2022सम्म पनि देयर वर चान्सेस अफ गेटिङ 189 भिजा विदाउट वर्क एक्सपिरियन्स। बट अहिलेको सिचुएसनमा चाहिँ मैले त्यो देख्दिनँ। इभन 190 तपाईँले सबैतिर हेर्नुहुन्छ भने, सबै स्टेटतिर हेर्नुहुन्छ भने वर्क एक्सपिरियन्स आइदर त्यो प्रायोरिटी अकुपेसन लिस्टमा वर्क काम गरे आउनु पऱ्यो, कि आफ्नै फिल्डमा काम गरेकोहरूलाई चाहिँ इन्भिटेसन आइरहेको हुन्छ, कि त्यहाँको ग्रेजुएट हुनु पऱ्यो, त्यो डिफ्रेन्ट हो। सो पढ्दैमा चाहिँ हुन्छ भन्ने छैन। अर्को कुरा अहिले अर्को ट्रेन्ड के चलिरहेछ भने मास्टर्स पढिरहेछ या ब्याचलर्स पढिरहेछ, अनि ट्रेड कोर्स पनि सँगै जोइन गरेर पढिरहेको हुन्छ होइन, विच इज आई डोन्ट थिङ्क द्याट इज लिगल्ली करेक्ट। यसमा एकदम पहिलो कुरा बुझ्नुपर्ने कुरा के छ भने, नम्बर 1 अब यसमा स्टेप वाइज जाउँ है। तपाईँ स्टुडेन्ट भिजामा हुनुहुन्छ, मास्टर्स पढ्न, तपाईँकोमा भिजा कन्डिसन छ 8202 है। तपाईँलाई यो माइग्रेसन्सको एक्चुअली 116(1) हो क्या अरे सायद होइन, फ्रम माई मेमोरी। उसले के भन्छ भने यु हेभ टु बी जेन्युन स्टुडेन्ट एट अल टाइम्स वाइल होल्डिङ स्टुडेन्ट भिजा भनेको तपाईँ जेन्युन स्टुडेन्ट हुनुपर्छ भन्ने छ है। तपाईँ अब मास्टर्स पनि पढ्दै हुनुहुन्छ, तपाईँ आइटी सफ्टवेयर इन्जिनियर बन्नलाई, तपाईँ पेन्टिङ पढ्दै हुनुहुन्छ पेन्टर बन्नलाई, यु क्यान मेक एन आर्ग्युमेन्ट म चाहिँ प्रोफेसनली सफ्टवेयर इन्जिनियर बनियो, मलाई प्यासन पेन्टरमा छ भनेर होइन। तर
हामीले के कुरा बुझ्नु पऱ्यो भने मैले बुझेँ तपाईँ प्यासनेट हुनुहुन्छ होला एउटा कुरा चाहिँ आर्ग्युएबल यु कान्ट बी अ प्यासनेट सफ्टवेयर डेभलपर एन्ड पेन्टर एट सेम टाइम मेबी नट मेबी यस अब तपाईँले कसरी यो सब्जेक्टिभ एसेसमेन्ट भयो यसमा त यसको एन्ड नै छैन तर हामीले अस्ट्रेलियामा स्टुडेन्ट भिजा एप्लाई गरिसकेपछि स्टुडेन्ट भिजा पाइसकेपछि हाम्रो रेस्पोन्सिबिलिटी भनेको त्यसको कन्डिसन एभाइड गर्ने हो नि त सरकारले के चाहन्छ भने तपाईँ जेन स्टुडेन्ट होइन भनेर कन्भिन्स भएन भने भिजा क्यान्सल गर्न सक्ने उसँग अधिकार छ अहिले जसले धेरैजनाले प्यारलल कोर्स गर्नुभएको छ उहाँहरूले कोर्स नसकाएर भिजा एक्सटेन्सन गर्दै हुनुहुन्छ भिजा एक्सटेन्सन भन्ने शब्द हुँदैन है माइग्रेसनमा नयाँ भिजा हाल्दै हुनुहुन्छ कोर्स सकाउनको लागि उहाँहरूको नो विक नोटिस अफ इन्टेन्सन टु क्यान्सल स्टुडेन्ट भिजा भनेर नो विक आएको छ आई थिङ्क सेक्सन 57 पनि आएको छ तपाईँको सेक्सन 57 त अभियसली एडभर्स इन्फर्मेसन भएर आउने भयो अनि नो विकले गर्दा अहिले जो मान्छेले प्यारलल कोर्स गर्दै हुनुहुन्छ उहाँको स्टुडेन्ट भिजा क्यान्सल हुन सक्ने सङ्घारमा हुनुहुन्छ त्यसैले अब तपाईँ रिस्क कति लिने अब यो बारेमा त हामीले भन्नु मिल्दैन तर नियम माइग्रेसन भनेको जति सजिलो बाहिर देखिन्छ त्यस्तो छैन इट इज ओल ल लेजिस्लेसन एभ्रिथिङ इज गाइडेड बाई लेजिस्लेसन पोलिसी प्रोसिजर छ तपाईँले त्यो फिट गर्नु भएन भने तपाईँको भिजा क्यान्सल हुन्छ त्यही भएर तपाईँको रिस्क एपेटाइट कति छ गर्ने हो हामी त एकदम एब्सोल्युटली बरु अरू उपाय खोज्नुहोस् बरु तपाईँलाई गर्नै मन छ भने तपाईँले ट्रेड कोर्सको सिओई लिनुहोस् भिजा एप्लाई गर्नुहोस् भिजा ग्रान्ट भएपछि पढ्न सुरु गर्नुहोस् न होइन तर यसरी हुँदा खाँदाको स्टुडेन्ट भिजा क्यान्सल गर्ने बाटोमा नजाँदा राम्रो होला डिपार्टमेन्टले सबैको नहेर्ला बट एक्ज्याक्टली यु नेभर नो यु मे बी इन द नेक्स्ट लाइन क्या यु मे बी द्याट लकी क्या गाडी चलाउँदा हामी इन्सुरेन्स गर्दैन त्यही नै मान्छेले 4 वर्षसम्म एक्सिडेन्ट भएको छैन होला तर इन्सुरेन्स नगर्दै चलाउँदैन पोसिबिलिटी त एकदम छ नि त एकदमै छ सो ट्रेड कोर्सको गर्दाखेरि अब 2 वर्ष पढ्यो अझ फास्ट ट्र्याकको कोर्स चलिरहेको छ क्या आई डोन्ट थिङ्क म चाहिँ टेक्निकल्ली या म आफ्नो विश्वासले चाहिँ के भन्छ भने 1 वर्षमा तिमी कार्पेन्ट्री कोर्स पढेर या ट्रेड कोर्स पढेर तिम्रो हुँदैन क्या तिमी यु विल नट बी क्वालिफाइड क्या यसरी बुझ्नु पऱ्यो तपाईँ चितवनमा हुनुहुन्छ काठमाडौँ जानु पऱ्यो यहाँ कुरा के भएर छ गाडी बस चढ्ने कि कार चढ्ने भनेर है पहिला कुरा बुझ्नु पऱ्यो तपाईँ काठमाडौँ पुगिन्छ कि पुगिन्न भनेर बुझ्नु पऱ्यो क्या तपाईँले गर्नु खोजेको त पिआर हो नि त गर्नु खोजेको त आउटकम त स्किल एसेसमेन्ट हो नि त तपाईँसँग 2 वर्ष भिजा छ 1 वर्ष पढ्न लाग्यो 15 महिना जिआरपी मिनिमम लाग्छ भनेपछि तपाईँको अब जिआरपीमा पनि मैले अर्को कुरा देखेको के भन्दाखेरि तपाईँसँग 1 इयरको क्वालिफिकेसन छ एम्प्लोयर त पाउनु पऱ्यो नि त त्यो एम्प्लोयरले तपाईँलाई लिँदैन क्या करेक्ट होइन उसले त त्यो टेफमा भर्खर पढिरहेको केटाहरूलाई एप्रेन्टिससिपको दिन्छ नि त किनभने दे आर मच मोर ससेप्टेबल विथ दि जब्स एन्ड एभ्रिथिङ नि त त्यो 1 वर्ष पढेकोलाई मोस्टलीले चाहिँ आई डोन्ट थिङ्क एम्प्लोयर पाउँछ भनेर त्यो स्किल एसेसमेन्ट गर्नै गाह्रो भइसक्यो कि पहिला कुरा त तपाईँको 24 महिनाको भिजा छ 27 महिना लाग्ने भयो होइन सिम्पल आई थिङ्क इट्स पास अर फेल आफै भिजा गर्नुहोस् 2 वर्षको भिजामा 1 वर्ष पढ्नै लाग्छ 15 महिना जब रेडी प्रोग्राम गर्नु लाग्छ तपाईँ जब रेडी प्रोग्राम कहाँ नेपाल गएर गर्ने अरू देशमा गएर गर्ने अनि बाहिरबाट एप्लाई गर्ने त्यही भएर तपाईँलाई जसरी यो बस चढ्ने कि यो ट्याक्सी चढ्ने भनेर जसरी देखाइएको छ त्यहाँभन्दा पहिला एकछिन पज गर्नुहोस् सोच्नुहोस् मेरो भिजा 2 वर्षको छ 2 वर्ष मैले के गर्नु मिल्छ भनेर इफ यु आर नट गेटिङ आउटकम वाइ बदर obviously it's no point to go for things now with that अहिले अर्को कन्फ्युजन के छ भने डामा चाहिँ एकदमै पपुलर हुन थालेको छ किनभने रिजन आई थिङ्क इट्स बिकज अफ द टिस्मिट स्यालेरी धेरै दिनुपर्ने छ होइन जुन चाहिँ $76,515 छ त्यहाँ डामामा गयो भने 10% डिस्काउन्ट छ इङ्ग्लिस द्याट क्यान बी त्यो पनि कमी ल्याउँदाखेरि नि ऊ हुन्छ नेगोसिएसन गर्दाखेरि छ के अरे त्यसपछि एजको कुरा भयो हाउ डु यु थिङ्क अफ डामा मलाई चाहिँ आई वान्ट टु ब्रेक इट डाउन पहिला कुरा डामा के हो डामा किन आएको हो भने बुझ्नु पऱ्यो डामा भनेको डेजिग्नेटेड एरिया माइग्रेसन एग्रिमेन्ट हो अस्ट्रेलियामा तपाईँ इम्प्लोयरलाई एट द एन्ड अफ द डे इट्स अल एबाउट अस्ट्रेलिया इट्स नट एबाउट अस अस्ट्रेलियाको बिजनेसलाई चाहिने मान्छे चाहिन्छ र बिजनेस ग्रो हुन्छ भने पहिला टिएसएस टेम्पोररी स्किल सर्टेज भनेर थियो अहिले स्किल इन डिमान्ड भिजा छ हामीलाई दिनलाई ल्याएको होइन यिनीहरूले ल्याएको हो अस्ट्रेलियन बिजनेसलाई फाइदा केबाट हुन्छ यो यहाँ सर्टेन यो 482मा आएर प्रोडक्टिभिटी कस्तो हुन्छ भनेर गर्ने हो नि त
त्यस्तोको लागि अस्ट्रेलियन बिजनेसलाई हेल्प गर्न सरकारले 482 भन्ने भिजा बनाएको छ, 494 भन्ने बनाएको छ। अस्ट्रेलियामा बस्यो, यहाँको इङ्ग्लिस बोल्यो, के अरे कम्युनिटीमा इन्टिग्रेट भयो, सर्टन वर्ष काम गर्यो भने तिमीलाई यसो रिवार्ड जस्तो पिआरको बाटो पनि छ है भनेर देखाइदिएको हो नि त। यो स्ट्यान्डर्ड बिजनेस जुन उनीहरूको प्लान छ, यसले सबैजनाको कुरा यो निडलाई एड्रेस गरेन। फर इक्जाम्पल पिलग्राममा एउटा माइनिङ कम्पनी छ, माइनिङ कम्पनीमा 100 ट्रक ड्राइभर चाहियो, 100 ट्रक ड्राइभर त ल्याउनु पऱ्यो, 100 ट्रक ड्राइभर आएन भने बिजनेसै चल्दैन, बिजनेस त कम गर्नु भएन। यो स्ट्यान्डर्ड प्रोसेसमा गएर ट्रक ड्राइभर हाल्यो भने त संसारभरिको ट्रक ड्राइभर यहीँ जान्छ। यो इट्स अ सेमी स्किल्ड अकुपेसन भनेको स्ट्यान्डर्ड प्रोसेसबाट जो मान्छे जान सक्दैन, बिजनेसलाई त्यस्तो निड छ, त्यो बिना बिजनेसै चल्दैन भने त्यस्तो मान्छेहरूको इस्युजहरूलाई एड्रेस गर्न लिएर आएको चिज हो नि त डामा भनेको। तपाईँको ओरानामा डामा जानुहोस्, स्टोर किपर होइन, स्टोर पर्सन स्पोन्सर गर्न पाउँछ नि त। तपाईँ ब्रोकन हिलमा एउटा दोकानमा बस्ने मान्छे छैन, 482 स्ट्यान्डर्ड प्रोसेसमा काम गर्दैन किनभने इट्स भेरी सेमी स्किल्ड, तर बिजनेस त बन्द हुन भएन नि त। उसको बिजनेस बन्द नहोस् भन्नको लागि बनाइदिएको बाटो हो नि त। अस्ट्रेलियामा 11वटा डामा छ है, त्यही भएर हामीले बुझ्नु पऱ्यो के भने डामा भनेको यो स्ट्यान्डर्ड पाइपलाइनबाट नआउने, त्यहाँ फिट नहुने, इङ्ग्लिस नहुने, उमेर धेरै भएको, लो स्किल अकुपेसन, यस्तो यो यहाँ यो गेटबाट नछिर्ने मान्छेको लागि छुट्टै बाटो बनाइदिएको छ ताकि त्यहाँको लोकल बिजनेसलाई फाइदा होस् है। त्यो बिजनेसमा चाहिँ अहिले डामा भनेको सर्टेन रिजनल एरियामा, न्यू साउथ वेल्समा ओराना छ, वेस्टर्न अस्ट्रेलियामा 3वटा छ, अब मर्ज भएर एउटा हुँदैछ होइन, भिक्टोरियामा यस्तो छ। त्यही भएर त्यहाँ चाहिँ सर्टेन कन्सेसन, लो स्किल्ड वर्क, किनभने यङ इङ्ग्लिस बोल्ने क्वालिफाइड मान्छे जाँदैन नि गाउँमा होइन। जो जान्छ, जे चाहिएको छ, दुईजनालाई मिलाउन बनाएको हो नि डामा। त्यही भएर डामाको पर्पस बुझ्न इम्पोर्टेन्ट छ। मैले पनि त्यही सेम सिमिलर सिचुएसनबाट बुझ्छु, तर मैले चाहिँ एम्प्लोयर साइडबाट बुझिरहेको छु कि एम्प्लोयर त्यहाँ रिजनल एरियामा छ, मान्छे पाउँदैन, त्यहाँ मान्छे नपाएको कारणले चाहिँ अब के गर्ने त भन्दाखेरि एउटा एट्र्याक्टिभनेस त चाहियो नि त त्यहाँ, केही न केही पिआरको एट्र्याक्टिभनेस होस् के होस्, त्योको लागि चाहिँ ल अब यो ठाउँलाई चाहिँ एटलिस्ट अलिकति डेभलप भयो नि गर्नुपर्छ, त्यो त्यहाँको बिजनेसलाई हेल्प गर्नुपर्छ। त्यो हेल्प गर्दाखेरि अब हजुरले भनेको जस्तै इन्टेलिजेन्ट या अब अलिकति मोरली क्वालिफाइड, इङ्ग्लिस राम्रो यताउति भएको मान्छेहरू चाहिँ मेबी उनीहरू उतातिर जान चाहँदैनन्, या यतैपट्टिबाट उनीहरूको आफ्नै स्किल्स एन्ड एबिलिटिजले पिआर ग्रान्टेड भइरहेको कन्डिसनमा त्यहाँको मान्छेलाई पनि, इम्प्लोयरलाई पनि अपलिफ्ट गरौँ भनेर चाहिँ त्यो डामा बनाइदिएको हो राइट। सो मैले पनि बुझेको त्यही अनुसारको हो। यसलाई म अझै आई थिङ्क टु मेक इट सर्ट, हामीले के बुझ्नुपर्छ भने अस्ट्रेलियाको प्राय नेमहरू इट्स अबाउट देम नट अस। हामीलाई कस्तो भने हामी चाहिँ त्यो हाम्रो कम्युनिटीमा एउटा कस्तो पनि छ भने इट्स प्रिभिलेज के जस्तो हामीले कति वी टेक इट फर ग्रान्टेड। उनीहरूको सरकारले भिजा एप्लाई गर्ने बेलामा भिजा एप्लाई गरिसकेपछि एप्रुभ गर्ने नगर्ने भन्ने कुरा प्राइमेरी क्वेसन चाहिँ बिजनेसलाई चाहिएको छ कि चाहिएको छैन भन्ने हो क्या। वेदर हामीसँग इङ्ग्लिस छ, जानेको छ, सबै गरेको छ भन्ने इट्स नट एबाउट अस। त्यही भएर त्यो हामीले बुझ्नु पऱ्यो कि उनीहरूको कम्पिटेन्सी, उनीहरूको रिक्वायरमेन्ट छ, त्यो रिक्वायरमेन्ट मिट गर्यो भने र त्यसमा हाम्रो क्राइटेरिया मिट गर्यो भने मात्रै एप्लाई गर्ने हो भनेर बुझ्नु पऱ्यो। ओके, म एउटा यस्तो इक्जाम्पल दिन्छु। यो मैसँग घटेको घटना हो क्या। मेरो बाबा होइन, उहाँ चाहिँ क्वालिफाइड इन्जिनियर हुनुहुन्थ्यो, तर हि अलरेडी हेज पास 60 years old, हि इज अलरेडी 60 years old। हि सेन्ड मी वान लेटर क्या, जस्तो यो भइरहेको छ नेपालमा भइरहेको कुरा होइन, कतैबाट इन्डियाबाट उहाँलाई इन्फर्मेसन आयो कि अस्ट्रेलियामा काम गर्न जान पाइन्छ थ्रु लेबर एग्रिमेन्ट या डामा होइन। हि इज 60 years old, इङ्ग्लिस केही छैन, मलाई थाहा हुन्छ नि त आफ्नो। अनि उहाँले मलाई त्यो लेटर पठाउनु भयो क्या, छोरो काम गर्न जानु पाउँछ अरे, त माइग्रेसन एजेन्ट होस्, एप्लाई एकचोटि चेक गरिदिने। यो सिचुएसनमा चाहिँ नपरौँ है, इट्स नट द्याट इजी। त्यो जस्ट तपाईँको के अरे भन्छ स्क्याम हुने बाटो मात्र हो। डोन्ट गो विथ दोज सोर्ट अफ थिङ्स। इफ यु रियली वान्ट टु नो अबाउट एनिथिङ अबाउट डामा अर एनिथिङ अबाउट दिज लेबर एग्रिमेन्ट्स एन्ड 482 भिजाज, प्लिज कन्सल्ट माइग्रेसन एजेन्ट। जोसँग कन्सल्ट गर्दा नि हुन्छ, चेक द माइग्रेसन एजेन्ट नम्बर एन्ड गो फर दि कन्सल्टेसन। म यसमा दुईवटा कुरा थप्छु है। पहिला कुरा, तपाईँलाई कसैले 20,000 30,000 40,000 भन्यो भने तपाईँले सबैभन्दा पहिला तपाईँको रकम पहिला तपाईँले गुगल गर्नुहोस्। मैले तपाईँलाई 482 भिजा एप्लाई गरिदिन्छु भनेर भन्यो भने गुगलमा जानुहोस्, कस्ट फर 482 इन अस्ट्रेलिया हान्नुहोस्, जेमिनाले अलि भएको पनि मिलाएर टक्का देखाइदिन्छ।
एनिथिङ मोर देन $10,000 देयर इज समथिङ इन्भल्भ इन देयर पहिला कुरा चाहिँ तपाईँले त्यो कुरा बुझ्नु पऱ्यो कि सबैभन्दा रेड फ्ल्याग इज देयर अ मनी इन्भल्भ जसले तपाईँलाई 20-50 हजारमा तपाईँलाई व्यवस्था गरिदिएको छ त्यो मान्छेले तपाईँलाई मात्रै व्यवस्था गर्दैन अर्को तपाईँ जस्तै 100,000 मान्छेलाई व्यवस्था गरेर बसेको छ नि होइन भनेपछि तपाईँ अर्को 100जना बराबर रिस्कमा जाने हो त्यही भएर तपाईँलाई कसैले 50,000 ल्याएर तपाईँलाई स्पेसल व्यवस्था कसैले मिलाइदिँदैन यहाँ जसले व्यवस्था मिलाएको छ उसको खेतीपाती त्यही हो होइन तपाईँ नम्बर 1 त्यसमा होसियार हुनु पऱ्यो अर्को कुरा तपाईँ जहाँ हुनुहुन्छ जस्तो माइग्रेसन एजेन्टसँग क्रेडिबल एडभाइस लिनलाई त्यो पनि गुगलै गर्नुहोस् गुगल गर्नुहोस् इजी रजिस्टर्ड इजी क्वालिफाइड आजकलको एआईले गर्दा तपाईँ अलिअलि बुझेन भने पनि घुमाएर फिराएर बुझाएर तपाईँलाई डल्लो पारेर एन्सर दिन्छ त्यही भएर दुईवटा कुरामा के कुरा छ एउटा क्रेडिबिलिटी चेक गर्नुहोस् अर्को कुरा रेड फ्ल्यागलाई एकदम ख्याल गर्नुहोस् जस्तो लाग्छ मलाई यो भन्दै अर्को इस्यु चाहिँ के छ भने एज केयर एन्ड डिसेबिलिटीमा 407 एन्ड 482 स्पेसिफिकली 407 विच इज अल्सो अ रेड फ्ल्याग हजुरको के लागेको छ त्यसमा यस्तो अब यो हाम्रो 407 यति हट टपिक छ हाम्रो मार्केटमा हाम्रो कम्युनिटीमा मलाई कति क्लाइन्टले फोन गर्नुहुन्छ कसैले यति अफर गर्नुभयो भनेर तपाईँले यस्तो मैले सबैले तपाईँहरूलाई तर्साउन खोजेको छैन जस्तो हाम्रो अडियन्सहरूलाई तर बेयर बेसिक्स चाहिँ पुरा गर्नुहोस् भनेर बेयर बेसिक्स हेर्नुहोस् गुगलमा गएर 407 को अकुपेसन लिस्ट हेर्नुहोस् न त्यहाँ एज केयर डिसेबिलिटी वर्कर छैन अनि कसरी गर्ने ट्रेनिङ इभन 482 मा पनि छैन त्यो लेबर एग्रिमेन्ट थ्रु मात्र आएको हो एक्ज्याक्टली जस्तो तपाईँको बेयर बेसिक 482 मा तपाईँले 407 को चेक इज एज केयर वर्कर अन 407 एलिजिबल भनेर हाल्नुहोस् अरू तपाईँलाई एन्सर दिन्छ बाँकी त्यही भएर पहिला कुरा चाहिँ तपाईँ हुँदै नभएको कुरा कसरी मिलाछ होइन त्यो कुरा बुझ्नु पऱ्यो मलाई अस्ति एकजना भाइ आउनुभयो क्लाइन्ट अनि उहाँको लास्ट मिनट परेछ कसैले 407 हालिदिनु भएछ अनि मैले के अकुपेसनमा हाल्नुभयो भनेको थाहा छैन दाइ भन्नु इम्प्लोयरको भनेको थाहा छैन तपाईँले 407 हाल्नुभएछ तपाईँलाई अकुपेसनै थाहा छैन इम्प्लोयरको थाहा छैन भनेपछि त्यहाँ भइरहेको होला होइन यसै पनि 407 भनेको अहिलेको आई थिङ्क मोस्ट मिसयुज्ड मेबी एब्युज्ड अकुपेसन हो एकदम धेरै रिफ्युजल छ त्यसको एकदम टाइमिङ तपाईँको त्यो टेम्पोररी एक्टिभिटी स्पोन्सर नोमिनेसन भिजा एप्लिकेसनको टाइमिङ अफ डिसिजनले तपाईँको अपिल राइट्स हुन्छ कि हुँदैन भन्ने कुराले डिटरमाइन गर्छ एकदम सिम्पल भाषामा तपाईँ एज केयर डिसेबिलिटी वर्कर हुनुहुन्छ भने unless you fabricate something, unless you change something, unless you have some qualification, it is not possible to do 407 and 482 from standard pathway. There is a variation in 482 through labor agreement. Labor agreement मा चाहिँ तपाईको कसैको कम्पनी स्पेसिफिक हुन सक्छ, कसैको इन्डस्ट्री लेबर एग्रिमेन्ट हुन सक्छ, कसैको डामा हुन सक्छ. त्यो डामा एग्रिमेन्टमा त्यसको कन्डिसन अनुसार 482 चाहिँ गर्न सक्नुहुन्छ. प्रोभाइडेड लेबर एग्रिमेन्ट भ्यालिड छ भने यो 407 चाहिँ हुँदैन. यो कुरामा चाहिँ देयर हैज टु बी समथिङ फन्डामेन्टली रङ or we don't know about your circumstances. जस्तो के अरे होइन भने चाहिँ 407 यत्तिकै एज केयर वर्कर भएर तपाईँको त्यसको एक्सपिरियन्सको मात्रै आधारमा छ. एज केयर वर्क मैले चाहिँ के बुझेको छु भने एउटा चाहिँ रेसिडेन्सियल केयर अफिसरबाट चाहिँ गर्न मिल्छ, बट रेसिडेन्सियल केयर अफिसरको 1 इयरको वर्क एक्सपिरियन्स छ त? करेक्ट होइन. तपाईँ त एज केयरमा काम गरिराख्नु भएको छ, त्यो एज केयरको सर्ट 3 ले या त्यो कामले त तपाईँको ट्रेनिङ भिजा यतापट्टि रेसिडेन्सियल केयर अफिसरको त हाल्न मिल्दैन. It's a diploma level qualification. You either have to have qualification or experience. मैले माने तपाईँ रेसिडेन्सियल केयर अफिसर भनेर तपाईँ ट्रेनिङ भिजा हाल्नुहुन्छ, तर त्यो हाल्नुको लागि रिक्वायरमेन्ट के हो त भन्दा यु निड टु हेभ एक्सपिरियन्स फर 12 months आउट अफ लास्ट 24 months हो नि त. तपाईँ अहिले के रेसिडेन्सियल केयर अफिसर भएर 1 वर्ष काम गरेको एज अ ट्रेनी अब फुल्ली क्वालिफाइड हुन जानुहुन्छ भने चाहिँ मिल्छ. इफ यु वर्किङ एज अ एज केयर वर्कर सामान्य भाषामा एआइएन पिसिए गर्नुभएको छ भने चाहिँ तपाईँको एक्सपिरियन्स रिक्वायरमेन्ट मिट गरेन नि त. मिट गरेन. अर्को भनेको फ्यामिली सपोर्ट वर्कर इन अब त्यसमा पनि तपाईँको 407 र 482 को कुरा आउँछ त. हजुरको के छ? यो दुईटै रेसिडेन्सियल सपोर्ट वर्कर र फ्यामिली सपोर्ट वर्कर एउटै युनिट ग्रुपमा पर्छ होइन. उनीहरूको एक्ज्याक्टली सेम रिक्वायरमेन्ट हुन्छ. त्यसैले आई थिङ्क बेसिकली एज केयर वर्कर र अथवा डिसेबिलिटी वर्कर र फ्यामिली सपोर्ट वर्कर चाहिँ एकदम डिफ्रेन्ट अकुपेसन्स हो. कोही लिस्टमा छ, कोही छैन, कसैलाई डिप्लोमा चाहिन्छ, कसैलाई सर्टिफिकेट 3 चाहिन्छ. यो बुझ्नु जरुरी छ. ओके. सो नाउ अर्को कन्फ्युजन चाहिँ के छ भने, कन्फ्युजन नभनौँ, बेनिफिट्स एन्ड बेनिफिट्स अफ 494 को कुरा टपिक कुरा गरौँ होइन. आई थिङ्क 482 भन्दा चाहिँ 494 इज मच बेटर चोइस. 100%.
इफ यु हेभ 3 years अफ वर्क एक्सपिरियन्स एन्ड स्किल एसेसमेन्ट, अदरवाइज गो फर 482 होइन। हजुरलाई के लाग्छ? यस्तै हेरौँ न, तपाईँ अहिले एउटा हातमा 482 छ, हजुर, अर्को हातमा 494 छ। 482 अल्टिमेट गोल त पिआर पाउने हो नि त है। 482बाट जाने 186 हो, बाटो छैन। बाटो भन्नाले अरू त छ, तर त्यो इम्प्लोइ स्पोन्सर्ड पाथवेबाट जाने चाहिँ 186 जाने हो। 494 पनि इम्प्लोइ स्पोन्सर्ड भिजा हो, तपाईँ जाने 191 भिजामा हो 3 वर्षपछि। तपाईँको बिजनेस एकदम हराभरा छ, नाफामा छ, फ्यान्टास्टिक छ, 482 गर्नुभयो, तपाईँको 2 वर्षपछि तपाईँको साउरी साउला, तपाईँको म्यानेजरसँग कुरा नमिल्ला, बिजनेस घाटामा जाला, एडभर्स इन्फर्मेसन अरू केही घटना घट्ला भने त तपाईँको त तपाईँ जति एलिजिबल भयो भने 186 गर्न मिल्दैन नि त। तपाईँको 482 जस्तै एलिजिबिलिटी फेरि 186 मा गर्नुपर्छ नि त। when you are choosing 482 over 494, you are assuming that your business will be fantastic, will be in good position, financially sustainable, genuine need, हैन, तपाईसँग रिलेसनसिप पनि राम्रो हुन्छ, तपाईँ अनगोइङ इम्प्लोयमेन्ट हुन्छ भनेर एस्युम गर्ने हो नि त। तर 494 मा त तपाईँले 3 वर्ष बिताउनु भयो भने 3 वर्षपछि त तपाईँ 191 मा एप्लाई गर्दा तपाईँ आफ्नै बलबुतामा एप्लाई गर्न पाउनु भयो नि त। एकचोटि म बिर्सेँ, 494 भनेको चाहिँ हाम्रो रिजनल स्पोन्सर्ड हो होइन, र 482 भनेको चाहिँ अल ओभर द अस्ट्रेलिया जता पनि गर्न मिल्छ। त्यति एउटा डिफ्रेन्स चाहिँ भन्न बिर्सिएछ, सो द्याट आवर लिसनर क्यान। बेसिकली के बुझ्नु पऱ्यो भने 494 मा 1 सर्ट हो, अहिले फकाउनु भयो, अहिले कन्भिन्स गर्नुभयो, अहिले आयो, तपाईँ 3 वर्षसम्म जनतामा गुजार्नु भयो भने 191 एप्लाई गर्दा तपाईँलाई कसैलाई गर्न नमस्ते भन्नु पर्दैन, कुरै मिलेन भने पनि तपाईँ आफ्नै बलबुताले 191 एप्लाई गर्न सक्नुहुन्छ। 482 मा भनेको डबल सर्ट हो, अहिले कन्भिन्स गर्नुभयो, बिजनेस फ्यान्टास्टिक छ, फेरि 2 वर्षपछि फेरि कन्भिन्स गर्नु पऱ्यो, बिजनेस फेरि फ्यान्टास्टिक हुनु पर्छ। अर्को कुरा भनेको 186 नगइकन 494 चाहिँ किन जाने भन्ने कुरा छ क्या। यसमा चाहिँ मैले के भन्छु भने मोस्ट अफ दि एम्प्लोयर्सले चाहिँ तपाईँलाई टेम्पोररीबाट पर्मानेन्ट गर्नु खोज्नुहुन्न। रिजन किन भन्दाखेरि एक, तपाईँको 186 आउने बित्तिकै तपाईँ भाग्नुहुन्छ, 100% हो, 90% अफ दि ऊ पाएको केस छ राइट। एम्प्लोयरलाई त त्यहाँ जेन्युननेसको कारणले चाहिएको नि त, उसलाई चाहिएर तपाईँले स्पोन्सर गरे हो नि त। तपाईँलाई स्पोन्सर गर्न त उसको केही अरू जरुरी त छैन नि त। उसलाई त्यहाँनिर मलाई यो मान्छे काम गर्न चाहिन्छ, यो मान्छेको स्किल लेभल मलाई मन परेको छ, यसको बानी व्यवहार मन परेको छ, त्यही भएर मलाई चाहिएको हो यो मान्छे भनेर नगरेको हो त। अनि तपाईँ के अरे भन्छ 186 आउने बित्तिकै तपाईँ भागिदिनुहुन्छ भने त उसलाई त घाटा त भयो नि त होइन। त्यो हिसाबले गर्दाखेरि चाहिँ इफ तपाईँको रिजनलमा कोही हुनुहुन्छ र 186 गर्न खोजिरहेको छैन भने ट्राई टु कन्भिन्स देम फर 494। यसमा अर्को पनि एउटा रिजन छ, जस्तो तपाईँको 494ले चाहिँ ROL रिजनल अकुपेसन लिस्टमा भएको अकुपेसन्स पनि लिन्छ। फर इक्जाम्पल तपाईँ रेस्टुरेन्ट म्यानेजर हुनुहुन्छ, मानिलिनुहोस् डब्बामा हुनुहुन्छ, तपाईँ 5 वर्ष काम गर्नुभयो, तपाईँलाई 186 एप्लाई गर्ने त अहिले एबिलिटी छैन नि त, छैन। CSOLमा त छैन त रेस्टुरेन्ट म्यानेजर, तर तपाईँ 482 मा जानु मिल्दैन, तपाईँ जाने त 494 को बाटो हो नि त। त्यही भएर यो 494 डिजाइन कसरी भएको हो भने 186 र 494 मा किन 494 जाने भन्दा इङ्ग्लिस पनि चाहिन्छ, स्किल एसेसमेन्ट पनि चाहिन्छ, 3 वर्ष पनि चाहिन्छ, म त 186 गइहाल्छु नि भनेर भन्नुहुन्छ कतिजनाले। प्रब्लम के हो भने सबै 494 मा जति अकुपेसन्सहरू स्पोन्सर गर्न मिल्छ त्यति 186 मा मिल्दैन। त्यसैले रिजनलमा त्यो स्पेसल बेनिफिट दिएको हो। पहिला रिटेल म्यानेजर तपाईँको 494 मा थियो, अहिले त 482 मा छ। अहिले रेस्टुरेन्ट म्यानेजर 494 गर्न मिल्छ, तर 186 482 गर्न मिल्दैन। त्यही भएर तपाईँले एडिसनल जुन अकुपेसन्सहरू छ त्यसलाई युटिलाइज गरेर 494 गर्न सक्नुहुन्छ, त्यसरी फाइदा हुन्छ। सो डोन्ट गेट कन्फ्युज, देयर आर लट्स अफ के अरे भन्छ हाम्रोसँग 6-7वटा अकुपेसन लिस्ट छ। एउटा MLTSL लिस्ट छ, STSL लिस्ट छ, ROL लिस्ट छ, CSOL लिस्ट छ, अनि 407 को छुट्टै छ, 407 को छुट्टै छ। सो डोन्ट गेट कन्फ्युज इन दि लिस्ट है। सो एउटामा छ भन्दैमा अर्कोमा हुन्छ र अर्कोमा छ भन्दैमा एउटामा हुन्छ भन्ने छैन। अर्को भनेको म्याक्सिमम क्वेसन छ हाउ टु गेट PR एन्ड how easy it is to get a PR in Australia. Is there any magic pill? No. Number one, there is no magic pill. Number first, there is no magic pill. It's a hard work. It is a planning strategy. Yeah. Number two, कसैले तपाईलाई सजिलै PR को बाटो देखाइदिएको छ भने एकदम एकछिन रोकिनुस्, हतार नगर्नुस्। अस्ट्रेलियामा अघि मैले भने जस्तै यत्रो 1 मिलियन मान्छेले EOI हालेर बसेको छ भने छिटो छरितो सस्तो PR हुँदैन है। तपाईँमा यसमा प्लानिङ चाहिन्छ। तपाईँ यसको तपाईँ यसमा के पनि डिटरमाइन गर्छ भने अस्ट्रेलियालाई के चाहिएको छ, अस्ट्रेलियालाई यङ मान्छे जसले ट्याक्स धेरै तिर्छ, इङ्ग्लिस जो धेरै राम्रो इङ्ग्लिस बोल्छ, इम्प्लोइमेन्टमा वर्क स्पेसमा इन्टिग्रेट गर्न सक्छ, अनि इभेन्चुली तपाईँको यो हाइली स्किल छ,
त्यही मान्छे चाहिएको अहिले ट्रेड कोर्सको कुरा भएको किन हो भने अस्ट्रेलियामा 1.1 मिलियन रफली घर बनाउनु छ 2030सम्म अहिले कन्स्ट्रक्सनको वर्कफोर्स छैन त्यसैले प्रायोरिटाइज गर्ने कि भन्ने कुरा हो त्यही भएर जेनरली तपाईँको त्यो यहाँको चाहिँ डिमान्ड बेस हो यिनीहरूले हामीलाई चाहिएर दिने यिनीहरूलाई चाहिएर दिने हो यिनीहरूलाई कतिखेर के चाहिएको छ भनेर बुझ्ने हो तपाईँ कुन उमेरमा हुनुहुन्छ इङ्ग्लिस कस्तो छ तपाईँले के तपाईँको अकुपेसन के हो भनेर बुझ्नु पऱ्यो एकजना मैले हिजो पनि भनेको थिएँ एकजना भाइ हुनुहुन्छ जस्तो मास्टर्स पढ्नु भएको छ he wants to be a software engineer but someone told him to be a carpenter and he tells me that दाइ कार्पेन्टर गर्नु त मेरो शरीरै छैन ढाड दुख्छ म उठेर बस्न सक्छु भन्नाले उहाँको आफ्नो पर्सनल इस्युजहरू होला त्यही भएर यो कार्पेन्ट्री पढ्ने पेन्टिङ पढ्ने के गर्ने भनेको पढेर मात्रै हुँदैन काम गर्नुपर्छ काम गर्नु तपाईँ गर्न सक्नुहुन्छ कि सक्नुहुन्न तपाईँको प्यासन छ कि छैन फिजिकल एबिलिटी छ कि छैन त्यो सबै कुरा गर्नु पऱ्यो त्यसैले तपाईँले चाहिँ यो क्विक यो भन्दा मलाई सजिलो सुन्नेला तर मैले भनेको तपाईँको कसैले यति छिटो क्विक बाटो छ भने पज गर्नुहोस् अर्को 3जनासँग गएर सल्लाह गर्नुहोस् मैले भनेको मान्नुहुन्छ भने त $1000 खर्च गरेर ब्याचलर मास्टर्स पढ्नुभयो अर्को $100 खर्च गरेर एउटा प्रपर मान्छेसँग एपोइन्टमेन्ट लिनुहोस् यो एपोइन्टमेन्ट लिने किन इम्पोर्टेन्ट छ भने तपाईँले $100 मलाई आएर $100 तिर एपोइन्टमेन्ट लिनुभयो भने म त एकाउन्टेबल छु नि त मलाई त $100 लिएको त मलाई भरपाई गर्नु छ नि त मैले त तपाईँलाई केही न केही इन्फर्मेसन दिनु मन छ नि त अनि त्यो पनि हामीले बुझे अनुसारसम्मको करेक्ट इन्फर्मेसन एक्ज्याक्टली अर्को कुरा तपाईँ रेगुलेटेड प्रोफेसन माइग्रेसन एजेन्टमा जानुभयो ओमारमा जानुभयो बसन्त खरलमा हाल्नुभयो तपाईँले देख्नुहुन्छ भने मैले तपाईँलाई मिसगाइडै गरेँ भने पनि तपाईँले मलाई पनि त पनिस गर्ने डिसिप्लिनमा ल्याउन सक्ने तपाईँसँग अस्ट्रेलियन सरकारले बाटो दिएको छ नि त होइन तपाईँले मलाई रिच आउट गर्न सक्नुहुन्छ हाम्रो डिस्प्युट रिजोल्युसन गर्न सक्नुहुन्छ त्यही भएर यत्रो 40-50 खर्च गरिसकेपछि अझै $100 खर्च गरेर अझै $200 अब मैले भनेको फरक मान्छेको फरक रेट होला एकचोटि कन्सल्टेसन गर्नुहोस् अर्को कस्तो सिचुएसन आउँछ भने मेरो साथीको त आयो तर मेरो आएन होइन मेरो साथीको र मेरो चाहिँ सेम सिनेरियो थियो न त्यो भन्दा तपाईँको साथीको आयो भन्दैमा तपाईँको आउँछ भन्ने छैन होइन अर्को मैले एकदमै देखेको चाहिँ देयर आर फ्यु लक्की पिपल्स भन्छु म चाहिँ होइन जो आउनुभयो दे वर इन द राइट प्लेस they spent right amount of time in the right area studied right course or did their skill assessment beforehand पढाइ सिद्धिनुभन्दा अगाडि जस्तो तपाईँले नेपालमै ब्याचलर्स गरेर आउनुभएको छ ब्याचलर्स सिद्धाउनु भयो वर्क एक्सपिरियन्स छ त्यही अनुसारको तपाईँले यता स्किल एसेसमेन्ट गर्न मिल्छ भने तपाईँ रिजनलतिर जानुभयो भने इट क्यान बी द फास्टेस्ट वे क्या जस्तो मैले 2-3वटा फाइल चाहिँ तपाईँको एनटीको गरेको छु उहाँले एउटा क्लाइन्टको चाहिँ उहाँले नेपालमा पढाइराख्नु भएको थियो एज अ उहाँ यहाँ आइसकेपछि हामीले उहाँको स्किल एसेसमेन्ट गऱ्यौँ एज अ प्राइभेट ट्युटर राइट सो उहाँको पढाइ सिद्धिने बित्तिकै उहाँले एएसआर अल द रिक्वायरमेन्ट पुरा गर्नुभयो त्यो जस्तो लकी पनि हुन सकिन्छ बट प्लानिङ हो नि त त्यो त फर्स्टदेखिको प्लानिङ उहाँको आजको भोलि भएको होइन त्यो लास्ट 2 इयर्सदेखिको प्लानिङ थियो सो प्लान गर्न चाहिँ एकदमै नै जरुरी छ देयर क्यान बी सम लकी पिपल बट यु निड टु प्लान अहेड होइन यसलाई यसरी थप्नु पर्ला आई थिङ्क आई वान्टेड टु एड देयर इज मोर टु द स्टोरी तपाईँले कोही कन्सल्टेन्सी भाषामा यो एजेन्सीले मेरो क्लाइन्टको भिजा रिफ्युज हो भनेर हालेको देख्नु भएको छ छैन भनेको सबैको 100% ग्रान्ट भयो होला त छैन बाबा हुँदैन तपाईँले देखेको बेस्ट हो मार्केटिङ मटेरियल हो देयर इज मोर टु द स्टोरी तपाईँको एक्ज्याक्टली सेम पोइन्ट भएको मान्छेको कथाभित्र अर्कै हुनसक्छ त्यसैले अस्ट्रेलियन यो जेनरल स्किल माइग्रेसन इज एज अब्जेक्टिभ एज इट इज एज पोसिबल आजको दिनसम्म अहिलेसम्म सब्जेक्टिभ एसेसमेन्ट केही छैन उमेर इङ्ग्लिस स्किल एसेसमेन्ट काम गरेको एक्सपिरियन्स अनि पार्टनरको छ नि त्यसैले तपाईँले टिकटकमा हेरेको फेसबुकमा हेरेको सबै ग्रान्ट हरियो राम्रो फ्यान्टास्टिक नहेर्नुहोस् त्यहाँ भएको आधीभन्दा बढी रिफ्युजल भएको हुनसक्छ धेरै दुःखका कथाहरू पनि छन् हामीले एभ्री डे बेसिसमा यहाँ एकदम भएको भिक्टिम भएको अहिले उपाय नभएको कसैले प्रोटेक्सन भिजामा हाल्न लगाएको अहिले सेक्सन 48 बार भएको अरू उपाय नभएको धेरै मान्छेहरू हुनुहुन्छ त्यसैले मेरो विचारमा तपाईँले अघि भने जस्तै क्रेडिबल मान्छेलाई भेट्नुहोस् आफूलाई क्वेसन गर्नुहोस् गुगल गरेर ड्यु डिलिजेन्स गर्नुहोस् अनि त्यसपछि प्लानिङ गर्नुहोस् बाहिरको हावा चाहिँ नपताउनुहोस् With this, let's cut the bullshit. Thank you for joining us, Basanta sir, for today. Thank you, Leela. It was a nice conversation. Thank you for the opportunity. Okay, thank you, sir. Thank you, Aidin. So, welcome to